खोज्छन् सबै सुख भने सुख त्यो कहाँ छ, आफू मेटाहरूलाई दिनु जहाँ छ। काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वार्ड नम्बर 3 चक्रपथ निवासी आदरणीय समाजसेवी ईश्वरीय मनका धनी सहयोगी श्रीमती शकुन्तला नेपाल श्रेष्ठ ज्यूद्वारा नगद रु 15,100 रुपैयाँ प्रदान गरी आजीवन सदस्य ग्रहण गर्नुभएको छ। यस प्रतिष्ठानले उहाँलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको छ र काठमाडौँ जिल्ला सनसिटी अपार्टमेन्ट कागेश्वरी मनोहरा नगरपालिका वार्ड नम्बर 9 निवासी आदरणीय समाजसेवी ईश्वरीय मनका धनी सहयोगी साहित्यकार डा सावित्री कक्षपति मल्ल ज्यूद्वारा यस प्रतिष्ठानमा नगद रु 15,100 प्रदान गरी आजीवन सदस्यता ग्रहण गर्नुभएको छ। उहाँलाई यस प्रतिष्ठानले प्रमाणपत्रको साथमा सम्मान गरेको छ। सम्पूर्णमा हार्दिक प्रणाम। आउँछु भनेर सुनिन्छ नि होइन? आउँछु भनेर योजना बनाएको थिएँ तर समयले अहिले जुराएको रहेछ र यहाँ आएँ। एकदम आनन्दित लाग्यो र आउँदै गर्दाखेरि जुन यो भूमि छ यो भूमिले मलाई आकर्षित गर्यो। धेरै सरकारले जस नागरिकलाई हेर्ने नीति नियम बनाए तापनि समाजको तर्फबाट गैर सरकारी क्षेत्रको तर्फबाट यसरी एउटा पूर्वाधार तयार हुनु यो समाजको लागि एउटा राम्रो नमुना हो भन्ने मलाई लागेको छ। र हेरे जग्गादाताहरूले जग्गादान गर्नुभएको रहेछ। सरकारले प्रदेश सरकारले केही रकमहरू बेला बेलामा प्रवाह गर्नुहुँदो रहेछ र यहाँकै नीति अनुसार जुन कोठाहरू बनाउने नियम छ नीति छ त्यो अनुसार पनि नागरिकहरू सहभागी भएर कोठा लिएर बस्नुभएको अवस्था रहेछ। र त्यसले गर्दाखेरि जे भए पनि कोठा लिएर बस्ने जो आमा बुवाहरू हुनुहुन्छ उनलाई चाहिँ कसैको घरमा गएर बसेको जस्तो अनुभूति नहुँदो रहेछ। यो मेरै घर भन्ने अनुभूति हुँदो रहेछ। मैले त्यस्तो अनुभव गरेँ र यहाँहरूको जुन एउटा सौहार्दता छ बस्नुभएको छ। यसो मुख हेरेँ सबैजनाको उज्यालो मुख देखेँ किनभने हामी पनि त्यो समयमा खुड्किलो आउँदैछौँ। त्यो तपाईँहरूको उमेरमा आउँदैछौँ। तपाईँहरूले एउटा युग बिताएर जिम्मेवारी पुरा गरेर यहाँ आएर आनन्दसँग बस्नुभएको छ र यो वातावरण दिने यहाँका जुन प्रतिष्ठानका सम्पूर्ण अभियन्ताहरूलाई म हार्दिक 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 बधाई र नमन गर्न चाहन्छु। र नेपाली समाजमा अरू विदेशमा पनि होला तर नेपाली समाजमा एउटा निजी स्तरबाट समाजको समुदायहरू मिलेर यस्तो बनाएको धेरै ठाउँमा छ। धेरै ठाउँमा हाम्रा पुर्खाहरूले पनि गर्दै आएको हो र अहिले आएर जुन प्रतिष्ठान बनाएर अध्ययन प्रतिष्ठान भनिएको छ र अहिलेको नयाँ पुस्तालाई पनि जोड्ने जुन किसिमको यो वातावरण निर्माण गर्नुभएको छ त्यसको लागि म चाहिँ सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु। र आज हामी 2 दिन भयो आएको है। भोलि बस्छौँ, आइतबार चाहिँ फर्किन्छौँ र यही एउटा सौहार्दता माया प्रेम हामी एकअर्काले हेर्दा पनि हामी एउटा माया दिइरहेको हुन्छौँ कि कति प्रेम प्रवाह गरिरहेको छु। त्यो ऊर्जालाई लिएर म जाँदैछु। फेरि पनि मौका मिलेछ भने म आउँछु र यो चाहिँ अहिले नै म यहाँको आजीवन सदस्य भएर म जान चाहन्छु। तपाईँसँग जोडिएँ म तपाईँसँग जोडिन म चाहेँ र म अहिले नै रकम हस्तान्तरण र यति भन्दै यहाँहरूको सुस्वास्थ्यको म कामना गर्दछु र फेरि पनि जोडिन पाऊँ। समयले जुराएछ भने फेरि आउँला, नभए पनि कहीँ कतै भइराखे पनि त्यो मेरो मानसपटलमा चाहिँ यहाँहरूको जुन एउटा
हँसिलो मुख एउटा जीवनलाई अब बाँकी जीवनलाई कसरी बिताउने त भन्दाखेरि यसरी बिताउने नि रोएर धोएर एउटा कोठामा बसेर होइन यसरी बिताउने र आफूसँग भएको जुन सम्पत्ति छ त्यसलाई चाहिँ व्यवस्थित गरेर यहाँ हामीले लगानी गऱ्यौँ भने अर्को हाम्रो नसक्नेहरूले पाउँछ। हामी त आफ्नो सम्पत्तिलाई हामीले राम्रोसँग परिचालन गर्न नजानेर हामी यहाँ धोका भइरहेछौँ। सन्तान जन्माउँछन् उनीहरूलाई पनि व्यवस्थापन गरेर आफूसँग भएको भाग यहाँ दिएर आफू शानदारसँग किन नबस्ने त्यो पनि गर्नुभएको रहेछ मैले यहाँ सुने र त्यस्तै गरी बस्ने सिप जुन यहाँहरूले सिकाउनु भएको छ त्यो अरूतिर पनि म भन्ने छु र यस्तै गर्दै र बाँकी जीवनलाई चाहिँ मजाले आनन्दसँग बिताउने तातो खानेर न्यानोमा बस्ने त हो नि यो उमेरमा होइन त्यो त्यस कारणले यहाँहरू सबैलाई सुस्वास्थ्यको कामना गर्दछु। धन्यवाद। मेरो पनि 97 वर्षको आमा हुनुहुन्छ। मलाई आज साह्रै हिजोदेखि अति खुसी लाग्यो। आमा बुवाहरू कति हँसिलो, जोसँग पनि बोल्ने, राम्रो। हजुरको घर कहाँ हो भनेर एकजना बुवालाई सोधेको थिएँ मैले। उहाँले के भने मेरो घर यही हो भन्नुभयो। म त यति गदगद भएँ। मेरो घर फल्लो ठाउँमा भन्नु भएन, मेरो घर यही हो भन्नुभयो। भन्दाखेरि उहाँहरूलाई यहाँको यो संस्थाले कति राम्रोसँग राखेको रहेछ। मेरो घर यही हो, मेरो परिवार यही हो भन्ने उहाँले भान दिनुभयो मलाई चाहिँ उहाँ बुवाले हो, उहाँ बुवा। मैले चाहिँ कहाँ हो हजुरको घर भन्दाखेरि यस्तो भन्दाखेरि मलाई साह्रै खुसी लाग्यो। उहाँ आफ्नो घर भन्दा पनि यो घरलाई चाहिँ आफ्नो घर भनेर बसिराख्नु भएको छ। त्यस्तै गरेर सबैजनाले सबै कति हँसिलो, कति सफा, कति आफ्नो टाइम कसले के गर्नुपर्छ, कति बेला के गर्नुपर्छ, कसैले यताउता कराउने यताउता मैले चाहिँ थाहा पाइनँ। तर अति राम्रो छ। भोलि पर्सि हामी पनि यही उमेरमा आउँछौँ, हाम्रो पनि सन्तान छन् तर बाहिर छन्। हामी पनि यसरी नै जुड्ने हो। हामी पनि यही आउन सकिन्छ, पछि गएर भन्न सकिँदैन। र म त अब अहिले पनि एक्लै बस्छु म मेरो घरमा, तर हजुरहरूसँग बस्न पनि एकदम रमाउँछु म। हजुरहरूसँग रमाउँदाखेरि भोलि गएर यहाँ आएर बस्नु कि जस्तो लागिरहेको छ मलाई पनि। म पनि यहीँ आउनुपर्छ कि जस्तो लागिरहेको छ। र आज मैले चाहिँ यति भन्दै म पनि आज यहाँको सदस्यता लिन चाहन्छु, जीवन सदस्य। हजुरहरूसँग जोडिनलाई, हजुरहरूसँग बराबर आएर बस्नलाई सरस्वती दिदीलाई धन्यवाद छ। सरस्वतीजीलाई धन्यवाद छ। सरस्वतीजीलाई दुईवटा धन्यवाद छ हामीलाई यहाँ जोडाउनु भएकोमा। धेरै भयो हामी आउने भन्दाखेरि आज अहिले बल्ल आउन पाइयो। यस्तो राम्रो पवित्र ठाउँमा, गङ्गाजी नजिकै मान्छे अरू ठाउँमा जान्छ, कहाँबाट कहाँ लानुपर्छ। हामी जोस् न लास्ट स्टेजमा त त्यहीँ जाने हो, त्यहीँ गङ्गाजीमै हामी विलिन हुने हो। त्यही भएर यो ठाउँ चाहिँ यति पवित्र छ। हजुरहरू राम्रोसँग हाँसेर सबैसँग मिलेर बस्नु भएको छ। त्यसै गरेर नै हामी आए पनि त्यसरी बस्ने हो। सम्मानप्रति समर्पित यसपछि जामविजुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रय प्रदान गर्ने दैनिक सञ्चालन र अक्षय कोष वृद्धिका लागि आजीवन सदस्यता बापत रु 15,005 रुपियाँ सहयोग गर्नुभएकोमा उहाँलाई जोरदार तालीबाट स्वागत गर्नु पहिला यो दिनु प्रमाणपत्र दिनुभन्दा अगाडि यो तालीबाट स्वागत गर्नु तकर प्रान्त देवीघाटमा असहाय ज्येष्ठहरूलाई आश्रय प्रदान गर्ने दैनिक सञ्चालन र अक्षय कोष वृद्धिका लागि आजीवन सदस्यता बापत रु 15,100 रुपियाँ सहयोग गर्नुभएकोमा उहाँलाई पनि जोरदार तालीबाट स्वागत गर्नु तालीबाट जोडी स्वागत गर्न आउनु भने
यो यता थोरथोरै दिनु होइन होइन यहाँ दिनु न यहाँ तपाईँलाई पछि त्यहीबाट मलाई पनि दिइहाल्नु यता यता